आज शान्तिपूर्ण आन्दोलन जेएनजीको शान्ति मिराज ढुङ्गाना र यहाँ रापरपाका नेता युवा नेता सरकार विरुद्ध नारा लगाइरहेछन्। जेएनजीको सरकार भएन भन्ने कुरा त्यसपछि जेएनजी आन्दोलनमा निकोलस भुजेल पनि उपस्थित हुनुभएको छ। एनजिओको भगुवा मिराज ढुङ्गाना एसटिभी खबरका सञ्चालक राष्ट्रपतिले साथ दिने हुन्छ। जसले हाम्रो एजेन्डा र देश बनाउन साथ दिन्छ हामी उहाँहरूलाई साथ दिन्छौँ। अहिले केपी ओली लगायतका काङ्ग्रेस एमालेहरूले संसद पुनर्स्थापनाको हस्ताक्षर पठाइरहेका छन् अगाडि। हामी नगरेको होइन, त्यति बेला हाम्रा दुईजना साथीहरू थिए, स्पेसल्ली चाहिँ बालेन्द्र एउटा अरू हाम्रो केटाहरू थिए। उनीहरूले हामी गर्छौँ भनिसके पछाडि ल त नि ल ठिकै छ भनेर हामीले छोडिदियौँ। त्यतिखेर यिनीहरूले पनि धोका दिए। सुशीलाले पहिला त भन्थ्यौँ नि त आमाले म त 5 दिनमा यार हो र सुशीला कार्कीले 5 दिनमा यहाँ गरे होइन, भाइरल भन्थ्यो नि त होइन त्यो कुराहरू होइन। अर्को भनेको चाहिँ मैले जो सबैलाई कारवाही गर्छु कठघारामा उभाउनु पर्छ, माथि मागेर हुँदैन भने होइन। यति भनिसकेपछि गर्लान् कि भनेर आमा बनाएको सौदिनी आमा निस्किन्, गद्दार आमा निस्किन्। आमै तिम्रो पाराले हामी साह्रै दुःख पायौँ। बिन्ती छ तिमी तीर्थ जाऊ होइन, मुक्तिनाथ जाऊ, वृन्दावन जाऊ, केदारनाथ जाऊ। यो देशलाई र जेएनजीलाई धोका दिने काम नगर। तिमी बुढेसकालमा हसिना लास्टे पसिना निकालेर होइन कुटेर निकाल्न नपरोस् होइन। अझै पनि तिम्रो घर गएर उडेर तिमीलाई त्यहीबाट घिसार्न नपरोस्। म अझै पनि तिम्रो